हाई गाइज वेलकम एन्ड नमस्ते सबैजनालाई। आजको ब्लग चाहिँ एकदमै बवाल भएको छ। म चाहिँ मेटरडी हस्पिटलबाट बुजिबा जाँदैछु र बुजिबाको केही रमाइलो दृश्यहरू तपाईँहरू माझ लिएर आएको छु। साथै माल्टाको एकमात्र एक्वेरियम माल्टा इन्टरनेसनल एक्वेरियमको दृश्य पनि लिएर आएको छु। साथै क्याफे दिलमारको भिडियो पनि लिएर आएको छु। एकदमै बवाल भएको छ यो भिडियो, अन्तिमसम्म हेर्नु। एका बिहानैको यात्रामा छु गाइज। अहिले चाहिँ म बुजिबा पुगिसकेको छु। अब चाहिँ म तपाईहरुलाई बुजिबाको केही दृश्य देखाउने छु अगाडिबाट है। एकदमै रमाइलो ठाउँ छ बुजिबा। सो लेट्स बिगिन गाइज है त। अहिले चाहिँ म माल्टा इन्टरनेसनल एक्वेरियम नजिकै पुगिसकेको छु र म तपाईहरुलाई माल्टा इन्टरनेसनल एक्वेरियमको दृश्य देखाउन गइरहेको छु। समयको कारणले म भित्र गएर देखाउन सकेको छैन। त्यहाँ चाहिँ एक्वेरियम एकदमै बवाल छ, तर बाहिरको दृश्य तपाईहरुलाई देखाउँदै छु। र त्यसपछि म क्याफे दिलमारको दृश्य पनि देखाउने छु। समुद्रको किनारामा रहेको माल्टाको क्याफे दिलमार एकदमै बवाल बीच क्लब हो, सबैभन्दा ठुलो। त्यहाँ चाहिँ दिनकै 5000 देखि 10000 जनाको पार्टी हुने गर्दछ यो क्याफे दिलमारमा। माल्टाकै एकदम पपुलर बीच हो, बीच क्लब। सो यहाँको दृश्य देखाउँदैछु। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। क्याफे दिलमार माल्टाको डेको दृश्य देखाइसकेको छु। अब चाहिँ रातिको दृश्य देखाउन गइरहेको छु। पार्टी भइरहेको छ। इन्जोय द भिडियो। यहाँहरू सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु। यो ब्लग हेरिदिनु भयो। सी यू इन नेक्स्ट ब्लग गाइस, टेक केयर।